शिक्षा मन्त्रीलाई। र दोस्रो कुरा, यही क्षेत्र नम्बर 5 बाट नै समुदायबाट तपाईलाई ध्यान आकर्षण लिएर चुनाव अगाडि भेट्न जानु भएको थियो। उहाँहरूलाई तपाईले आश्वासन के दिनुभएको थियो भने यो समुदायलाई केही पनि हुँदैन भन्नुभएको थियो। तपाईले प्रमिस गर्नुभएको समुदायमा डोजरको आतंकले माइकिङ गरेर सबैको घरको मिटरहरू नेपाल सरकारले काटेको छ। तपाई यो कुरामा किन बोल्नुहुन्न भन्ने पनि मैले चाहे। त्यसले गर्दा 5 वटा स्कुल ध्वस्त भएको छ। त्यहाँबाट हामीसँग डाटा छ 850 जना बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनु पाछ। हामी 1 महिनामा एसएलसी निकालेकोमा खुसी पनि भएका छौं। तर त्यो 850 जना बालबालिकाहरू ड्रप आउट हुने अवस्थामा छ र ड्रप आउट पनि भइसकेका छन् भने महानगरपालिकाले 14 जनालाई होस्टेलमा लगेको कुरा शिक्षा मन्त्रीलाई। र दोस्रो कुरा, यही क्षेत्र नम्बर 5 बाट नै समुदायबाट तपाईलाई ध्यान आकर्षण लिएर चुनाव अगाडि भेट्न जानु भएको थियो। उहाँहरूलाई तपाईले आश्वासन के दिनुभएको थियो भने यो समुदायलाई केही पनि हुँदैन भन्नुभएको थियो। तपाईले प्रमिस गर्नुभएको समुदायमा डोजरको आतंकले माइकिङ गरेर सबैको घरको मिटरहरू नेपाल सरकारले काटेको छ। तपाई यो कुरामा किन बोल्नुहुन्न भन्ने पनि मैले चाहे। र म छोटोमा मागहरू राख्छु, बाँकी कुरा विस्तृत यसमा छ। म यो कुरा प्रधानमन्त्रीलाई पनि तपाईको तर्फबाट गुनासो राख्नु पनि भन्न चाहन्छु। म लिखित दिन्छु, तर यो पोइन्ट चाहिँ राख्नुपर्ने भएर नै राखेँ। सबैलाई मैले माफी पनि चाहे। हाम्रा मागहरू र गम्भीर आपत्तिहरू, क्षतिपूर्ति र कारबाही डोजर आतंकका कारण घर भत्किएका परिवारहरू र ज्यान गुमाएका परिवारलाई तत्काल उचित क्षतिपूर्ति र यो परिस्थितिको जिम्मेवारी पक्षमाथि कानुनी कारबाही गरियोस्। यसमा चाहिँ होल्डिङ सेन्टरमा गएकोलाई मात्रै प्राथमिकतामा राखिएको छ। होल्डिङ सेन्टरमा जानु भएको पनि हुनुहुन्छ र 70% जति होल्डिङ सेन्टर बाहिर बस्नु भएको एकदमै धेरै नाजुक अवस्थाको व्यक्तित्वहरूलाई चाहिँ अनदेखा गर्नुभएको कुराहरू पनि मैले यहाँ जोड्न चाहे। र अर्को कुरा, पहिचान र लालपूर्जा सुकुम्बासीलाई अपराधी जस्तो व्यवहार गर्न बन्द गरियोस्। भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको लगत सङ्कलन पहिचान गरी क्षतिपूर्ति र उचित व्यवस्थापनको सही स्थापनको लालपूर्जा ग्यारेन्टी गरियोस्। किनभने लगत सङ्कलन नगरिकन गरेको यो विध्वंस छ। 20,000 मान्छे विस्थापित भएको छ। बाँकी कुरा मैले यसमा नै जोड्न चाहे। र अन्त्यमा म एउटा पोइन्ट चाहिँ राख्छु, जबसम्म राज्यले सुकुम्बासीलाई क्षतिपूर्ति र उचित पुनर्वास सहित व्यवस्थापनको लिखित ग्यारेन्टी गर्दैन तबसम्म हाम्रो शान्तिपूर्ण प्रतिरोध जारी नै रहन्छ पनि भन्न चाहन्छु। धन्यवाद। धन्यवाद, धेरै धेरै धन्यवाद।